निर्णायक मण्डलका पनि संयोजक, यो कार्यक्रम पनि संयोजक रिता थापालाई म यो मञ्चमा आमन्त्रण गर्न चाहन्छु। रिता बहिनी, तपाईले उहाँलाई बोलाइदिने कि म सिधै बोलाउँ? भने अब माफ गर्नु होला, नतिजा सुनाइदिनु। विशिष्ट निर्णायक, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष, वर्तमान संरक्षक प्राज्ञ दुर्गा रायमाझीज्यूलाई मञ्चमा आमन्त्रण गर्दछु। कहाँ कोइराला भन्न पुगेको थियो नि, त्यो हतार भयो क्या। ल सुरु गरिहालौँ त। सँगसँगै पुरस्कार पनि झप्पा झप्दिने है। सँगसँगै पुरस्कार पनि हामी वितरण गर्नेछौँ। कलाकार भाइ बहिनीहरू, नागदीको टोली, बागलुङको टोली, चितवनको टोली र नवलपुर है, नवलपुर राष्ट्रिय अरे नवलपुरको टोली, प्रथम द्वितीय तृतीय र सान्तवना हुन पुगेको टोलीलाई तपाईँहरू नजिक नजिक आइदिनु होला प्लिज। धन्यवाद आदरणीय दाजु प्रजापति पराजुली। कहिलेकाहीँ लाग्छ हरेक क्षेत्रमा, विशेष गरी कलाकारितामा अहिले बजारमा कलाभन्दा चर्ती कला अलिक बढी बिकेको देखिन्छ। तर पनि कला मात्रै पनि बिक्दो रहेछ भन्ने उदाहरण चाहिँ यो हो मलाई लाग्छ। आदरणीय दर्शक महानुभावहरू, आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, संस्थापक अध्यक्षज्यू, हाम्रो संस्थाका विभिन्न पदमा रहनुहुने सम्पूर्ण पदाधिकारी, कार्य समितिका साथीहरू, पत्रकार साथीहरू, सम्पूर्ण दर्शक आमा बुवा, दाजुभाइ दिदीबहिनीहरू, अब हामीले विभिन्न विधामा 8वटा विधामा पुरस्कृत हुने साथीहरूलाई पनि सँगसँगै हामीले निम्त्याउँछौँ। आयोजक मण्डललाई त्यो पनि वातावरण बनाउनको लागि हार्दिक अनुरोध गर्दछु। जस्तै उत्कृष्ट गायिका, अनुशासित गायिका, उत्कृष्ट गायक, यी विभिन्न 8 विधामा जसको निर्णायक संयोजक अध्यक्ष रिता थापाज्यूले मेरो हातमा थमाइदिनु भएको छ। त्यस्तै गरी पहिला, दोस्रा, तेस्रो, चौथो को नतिजा पनि मैले तपाईहरु सामु सुनाउनेछु। त्योभन्दा अगाडि त अध्यक्षज्यू अनि प्रमुख अतिथिज्यू अगाडि नै आएर सबैलाई कर्मशः अनि वडा अध्यक्षज्यू रामेश्वर खनालज्यू सबैलाई अगाडि, संस्थापक अध्यक्षज्यू प्रजापति दाइ, चन्द्रजी, मैले सर्वप्रथम उत्कृष्ट गायक, कहिलेकाहीँ प्रतियोगितामा हाम्रो अहिलेसम्मको नियम महिला र पुरुष सँगसँगै आउने र कहिलेकाहीँ महिलाको कारणले पुरुष पनि त्यो समूह नै हार्ने, कहिले पुरुषका कारणले महिलाले जिते पनि त्यो समूह नै हार्ने, त्यस्तो अवस्था हुन्छ। तर यो 42वटा समूहमा 42 जना पुरुष 42 जना महिलाहरूमा प्रतिस्पर्धामा महिलाका कारणले पछि परे पनि अथवा पुरुषका कारणले पछि परे पनि उत्कृष्ट गायन कसको रह्यो, हामीले त्यो छुट्याउने यो आयोजक मण्डलको निर्णय अनुसार उत्कृष्ट गायकमा मैले निम्त्याउन चाहन्छु स्टेजमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनबाट सहभागी हुनुहुने राजु लामिछाने,
अन्तिममा सम्धिको भूमिकामा अत्यन्त उत्कृष्ट गीत प्रस्तुत गर्नुभएको थियो। सुरुदेखि नै उहाँको गायकी व्यक्तिगत रूपमा भन्दाखेरि उहाँको गायकी उत्कृष्ट रह्यो। राजु लामिछाने यसै गरी गायिकामा राष्ट्रिय लोकतान्त्रिक दोहोरी गीत प्रतिष्ठान तनहुँबाट प्रतिनिधित्व गर्नुहुने शर्मिला गुरुङ सरू उहाँको प्रस्तुति गायकी अत्यन्त हँसिलो उत्कृष्ट प्रस्तुति। शर्मिला गुरुङ सरू यो पुरस्कार यो पुरस्कार देव होटल गैंडाकोटले प्रायोजन गर्नुभएको रहेछ। रु 25,000। अघिल्लो पुरस्कार सोफा हबले प्रायोजन गर्नुभएको रहेछ। यो पुरस्कारको उत्कृष्ट पुरस्कार पनि 25,000 नै रहेछ। नवगायकमा तेह्रथुमबाट प्रतिनिधित्व गर्नुहुने नवगायकमा यसै गरी उत्कृष्ट नवगायिकामा भावना अर्याल अर्यालले कतार शाखाबाट सहभागी हुनुहुन्थ्यो। यसै गरी अनुशासित गायकमा युरोप शाखाबाट प्रतिनिधित्व गर्नुभएको थियो दिलीप थापा मगर, जो योभन्दा अगाडिको धादिङ रोराङमा भएको प्रतिस्पर्धामा प्रथम हुन सफल हुनुभएको थियो। दिलीप थापा मगर अनुशासित गायिकामा सुषमा ठकुरी यस्तै गरी उत्कृष्ट वेशभूषाका गायिकामा कालीकोटबाट प्रतिनिधित्व गर्नुहुने महिला कल्पना शीतल कल्पना यसै गरी उत्कृष्ट वेशभूषा सहितको गायक दिपेन्द्र पौडेल
प्रतिष्ठान पाल्पाबाट प्रतिनिधित्व गर्नुभएको थियो दिपेन्द्र पौडेल। अनुशासित गायक दिलीप थापा। बेङ्गली राख्नु स्क्रीन को हाइलाइट में हेरे देखिन्छ नि प्रस्ताव अनि गइदिन्छ मिल्दा पहुँचे अर्को सताइ त मिलाउँ त सेक्यो हिन्दू केयर धन्यवाद। अब हामी तपाईहरुलाई घोषणा गर्न गइरहेका छौं। दिपेन्द्र पौडेल आउनुभएको छैन। सान्तवना स्थान र तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा राष्ट्रिय लोकतान्त्रिक दोहोरी गीत प्रतिष्ठान चितवन र नवलपुरको बीचमा प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा अन्तिमको तपाईहरुले सम्झिनुहुन्छ होला, सन्धि सम्धिनीको बीचमा भएको प्रस्तुति अत्यन्त उत्कृष्ट प्रस्तुति भएको थियो। त्यसै प्रस्तुतिमा नवलपुर प्रतिष्ठानको पुरुष कलाकारले प्राप्त गरेको अङ्क छ 995 भनेदेखि महिला कलाकारले प्राप्त गरेको अङ्क छ 990 र चितवनको पुरुष कलाकारले प्राप्त गरेको अङ्क छ 993 भनेदेखि महिला कलाकारले प्राप्त गरेको अङ्क छ 995। जम्मा अङ्क चितवनको 1988 छ भनेदेखि नवलपुरको 1985। जम्मा 3 अङ्कको अन्तरले राष्ट्रिय लोकतान्त्रिक दोहोरी गीत प्रतिष्ठान चितवन तेस्रो हुन सफल भएको छ र नवलपुर सान्तवना स्थान प्राप्त गरेको छ। नवलपुर छिटोभन्दा छिटो स्टेजमा आइदिनु होला। आशा केसी र प्रकाश दुरा। प्रतिष्ठान चितवन पनि छिटोभन्दा छिटो मञ्चमा आइदिनु होला। चितवनका भाइ बहिनीहरू यो चारवटै समूहलाई यो अल्कालाइन पानीले सबैलाई एकउन्टा यो फिल्टर गर्ने
थर्मस त्यो मेरो हातै के त्यो सबैलाई एक एकवटा थर्मस चाहिँ प्रायोजन गरेको छ। त्यहाँबाट ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछौँ। विशेष उपहार प्रदान गर्नुभएको छ कविता थापा र रामहरि हायु। तेस्रो, दोस्रो र प्रथम विजेता कलाकारज्यूहरूलाई प्रत्येक ग्रुपलाई एक एकवटा अल्कालाइन वाटर बोतल प्रदान गर्ने कम्पनीका सञ्चालकज्यूहरू आउँदै हुनुहुन्छ। ल त्यो हस्तान्तरण गर्दै हुनुहुन्छ उहाँहरूले। सन्तोष देवजाज्यू अग्रस्थानमा आइदिनु भए अनुरोध गर्दछु। तपाईँले धेरै योगदान पुर्याउनु भएको छ यो कार्यक्रम सम्पन्न गर्नको लागि। आदरणीय दर्शक महानुभावहरू, अब तपाईँहरूको प्रतीक्षाको घडी पहिला र दोस्रो कुन हुन सफल भयो होला? हामी निर्णायकमा जुरी निर्णायकमा संस्थापक अध्यक्ष आदरणीय दाजु अमरवीर गुरुङजी हुनुहुन्थ्यो र निर्णायकमा हामी स्वयं म थिएँ, पूर्व अध्यक्ष चन्द्र शर्मा र संस्थाका संस्थापक सचिव तेजबहादुर केसी। हामी यति र शब्द लेखनमा भरत बाराकोटी हुनुहुन्थ्यो र अलिकति हामीले विषयवस्तु दिएका थियौँ। पहिला बागलुङको पुरुष र म्याग्दीको महिला। आज भएको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय लोकतान्त्रिक गीत प्रतिष्ठान बागलुङ र प्रतिष्ठान म्याग्दीको बिचमा भएको थियो र पहिलो विषयवस्तु हामीले दिएका थियौँ र गायकी पनि अत्यन्त उत्कृष्ट थियो। त्यो विषय के थियो भनेदेखि काठमाडौँबाट कलङ्कीमा बस चढ्न लागेको एउटा युवती र युवा जुन सँगैको सिटमा पर्छन् र भरतपुर घुम्न जाने बसेर चिन्जान गर्दाखेरि आखिरीमा दुवैजना भरतपुर घुम्न जाने रहेछन्। हामीले विषय दिएका थियौँ, तपाईँहरू दुईजना बसको सँगैको सिटमा पर्नुभयो, आफैले चिन्जान गरेर भलाकुसारी गर्नुहोस् भनेको। उहाँहरू दुवैजना चिन्जान गर्दाखेरि भरतपुर घुम्न आउने रहेछ। त्यही विषयभित्र अत्यन्त उत्कृष्ट प्रस्तुति रह्यो। समग्र दर्शकहरूले दुवै महिला पुरुषलाई उत्तिकै ताली बजाउनु भयो, उत्तिकै मन पराउनु भयो। दर्शकले बुझ्ने हेर्ने र केही पारखीले पनि बुझ्ने हेर्ने र कलमै समातेर बसेपछि बुझ्ने हेर्ने तरिका अलिकति फरक हुन्छ र उक्त प्रस्तुतिमा प्रतियोगी बहिनी म्याग्दीबाट सहभागी हुनुहुन्थ्यो। हामीले त्यहाँ भेट भए पनि कम्तीमा आफ्नो प्रस्तुति राख्दाखेरि पहिलो टुक्कामै हामी बसेर निर्णय गर्दाखेरि पहिलो टुक्कामै उहाँले आफ्नो चिनारी दिँदाखेरि म स्याङ्जाली नानी हो भनेर सुरु गर्नुभयो। होला गीतमा चाहिँ तपाईँले घर स्याङ्जा होला, तर तपाईँको प्रतिनिधित्व चाहिँ म्याग्दीबाट हो। आफू कहाँनिर चुक्यो भन्ने कुरा त्यति थाहा नहुँदो रहेछ। हामीले त्यही कुरा कोट्याउनु पर्ने हुँदो रहेछ। तपाईँको सहभागिता म्याग्दीबाट भएपछि फेरि म्याग्दी भन्न पनि मिल्थ्यो, म त म्याग्दीको नानी, तपाईँको होस् भरतपुर घुम्न जाने भन्ने खालको प्रस्तुति तपाईँले राख्दाखेरि हामीले उस्तै 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 भएपछि कहाँनिर अलिकति कोट्याउन मिल्छ अथवा कहाँनिर कमजोरी औँल्याउन मिल्छ भनेर हामी त्यही ध्यानमा हुन्छौँ निर्णायकहरू। त्यसले गर्दा तपाईँले कति ख्याल गर्नुभयो, आफूलाई भुल्नुभयो म म्याग्दीबाट सहभागी भएको भन्ने कुरा। त्यसले गर्दा सरस्वती, सुमन र सपनाको बिचमा गीत उत्कृष्ट थियो, दुई मत छैन।
तर गायकीमा कहाँनिर चुक्यो भन्ने कुरामा र सुमन र सपनाका बीचमा प्रस्तुतिका र शब्द चयनका स्तरलाई तौल्दाखेरि केही न केही अगाडि सुमन हुनुहुन्छ र त्यस्तै गरी तारा र निशान्त भाइको बीचमा बाबुआमा बोल्दैनन्, बोली बाराबार छ, तर तारा र निशान्तको बीचमा फेरि मन पारापार छ। यो बीचमा अत्यन्त कठिन परिस्थितिमा दुई भाइले आफ्नो चाहिँ भलाकुसारी गर्नुपर्ने हामीले विषयवस्तु दिएका थियौँ। त्यो विषयवस्तुमा सरसर्ती हेर्दाखेरि शब्द चयन अरूले सुन्दाखेरि निशान्त भाइको शब्द चयन राम्रो हो भन्ने पनि लाग्थ्यो हामीलाई पनि। र फेरि हामीले पछि पनि लेखेका शब्द पनि फर्काएर हेर्दाखेरि चौथो कि पाँचौँ टुक्कामा गएपछि जति ताराले एउटा महिलाले मन परिसकेपछि अब आँटम भनिरहँदाखेरि कहिले तिमीले आँटे त मैले चाहिँ बिहे गर्ने थिएँ भन्ने कुरा पनि आएको छ, तर पाँचौँ टुक्कामा फेरि शङ्का उब्जाउनु भएको छ। त्यो शङ्का किन हो कि बाबुआमाको धारणा मिल्दैन भन्ने पनि फेरि उहाँको गीतको टुक्काले प्रस्तुति राखेको छ। त्यसले गर्दाखेरि त्यो टुक्काले बिहा गर्न आँट्या हो कि सम्बन्धलाई अगाडि बढाउन आँट्या हो कि त्यो सम्बन्ध टिक्दैन भनेर शङ्का उब्जाएको। फेरि बाबुआमा भन्ने गीत चाहिँ तपाईँको 12वटा टुक्कामा धेरै ठाउँमा दोहोरिएको अवस्था पनि छ। प्रस्तुतिका हिसाबले, शब्द चयनका हिसाबले, सरस्वती बगेका हिसाबले निशान्तको राम्रो पनि छ, तर फेरि विषयवस्तुमा कन्टेन्टमा चुकेका हिसाबले फेरि निशान्त अलिकति चुकेको पनि देखिन्छ। र पछिल्लोलाई हामी सबैले नम्बर हेर्दाखेरि दुवैजना बराबर देखिन्छ। यसरी सरस्वती नम्बर जोड्दाखेरि प्रतिष्ठान म्याग्दीको पुरुषको अङ्क 1061 छ भनेदेखि महिलाको अङ्क 1060.5 छ। त्यसै गरी प्रतिष्ठान बागलुङको पुरुषको अङ्क छ 1062 भनेदेखि महिलाको अङ्क छ 1061। यसरी जम्मी म्याग्दी प्रतिष्ठानको 2121.5 छ भनेदेखि प्रतिष्ठान बागलुङको 2123 1.5 ले राष्ट्रिय लोकता दोहोरी गीत प्रतिष्ठान बागलुङ प्रथम र म्याग्दी दोस्रा हुन सफल भएको छ। म्याग्दीका कलाकार साथीहरू र सर्वप्रथम अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछौँ। दोस्रो पुरस्कार हाम्रै संस्थाका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माज्यूले प्रायोजन गर्नुभएको छ।